Hello everyone, welcome to my channel. Namaste. Yes, we are making fish football. I'm with grandchildren to my dad. हाई नमस्ते एभ्रिवान आज चाहिँ हामी माछाको झोल बनाउन गइरहेको थियौँ अनि यसलाई चाहिँ सुरुमा मैले माछा चाहिँ म्यारिनेट गरेँ माछा चाहिँ मैले खाली बेसा नुन अनि कागतीको रससँग म्यारिनेट गरेर राखेँ 1 घन्टा जति अनि त्यहाँबाट पुरै फ्राई गरेर सकेपछि यस्तो बारीमा गएको त करी पत्ताको लिप्स थियो साथीले दिनुभएको थियो अनि त्यो करी पत्ताको लिप्स टक्क माछामा हालेर फ्राई पकाउनु पर्ला भनेर अनि सुरुमा मैले करी पत्ता हालेँ अनि त्यहाँबाट पिनेर राखेको तोरी त्यो हालेँ अनि त्यो हालेपछि अनि यसलाई मजाले चलाएँ होइन यसलाई मजाले चलाइसकेपछि चाहिँ अनि यसमा चाहिँ पछि मैले के अरे खुर्सानीको धुलो के अरे कोरिएन्डर एन्ड क्युमिन हालेँ अनि यो मसला चाहिँ मजाले चलाएँ अनि यो चाहिँ हल्का अब तपाईँले फिल गर्नुहुन्छ यो गर्दै गएपछि गर्दै भन्नाले टचिङ गर्दै गएपछि चाहिँ अनि रेडी भयो जस्तो गरेपछि चाहिँ अनि मैले यसमा टमाटर प्याजहरू सबै एड गरेँ अनि यो टमाटर प्याजहरू एड गरेँ यसको चाहिँ ग्रेभी बनाउने भएर चाहिँ यसलाई चाहिँ मजाले धेरै बेरसम्म पकाएँ होइन धेरै बेरसम्म पुरा यस्तो चाहिँ सुरुमा हाल्दा स्लोली पकाउँदै गएपछि यसलाई छोड्दै पकाउँदै गयौँ दुई पकाउँदै हालेँ धेरै पकाउँदै गर्दै अनि हल्का गल्दै गयो अनि त्यहाँबाट यस्तो भयो यस्तो भएपछि अनि अझै गरेँ बल्ल कलर पनि ब्राउनिस हुँदै गयो होइन त्यहाँबाट हल्का लेमन जुस हाल्यो फेरि लेमन जुस हालेपछि चाहिँ अनि चालेर पानी उमाल्न राखेँ मैले पानी उमाल्दै गएपछि पानी थाल्यो अनि त्यहाँबाट स्लोली माछा सबै एड गरेँ अनि माछा सबै एड गरेर धेरै बेर पकाएँ होइन अनि त्यहाँबाट चाहिँ लास्टमा चाहिँ यसलाई चाहिँ कोरिएन्डर काटेर हालेर गार्निस गरेर अनि यसरी नै हामीले यो माछाको झोल बनाएर खाएको थियो लास्टै मिठो भएको थियो सिम्पल अब घरमै बनाएर घरमै कसरी आमाबाले बनाउनुहुन्छ त्यही अनुसार सिकेको त्यही स्टाइलमा बनाएको खासै गाह्रो चाहिँ छैन यस्तै राम्रो भिडियोको लागि हेर्दै गर्नु होला च्यानल बल्ल स्टार्ट भएको छ यस्तो धेरै इम्प्रुभमेन्ट बाँकी छ हस् त है नमस्ते फेरि नेक्स्ट भिडियोमा भेटौँ ल बाई अल्सो तपाईँलाई यसो रेसिपीहरू चाहिएन कमेन्ट गर्नु होला कस्तो लाग्छ रेसिपीहरूको लागि कमेन्ट गर्न सक्नुहुन्छ र केही इम्प्रुभ गर्न छ भने त्यो नि कमेन्ट गरिदिनु होला अभियसली भोइस ओभर त डिफिनेटली गर्नु नै पर्ने होला इम्प्रुभ ल त है बाई